हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ? शुभ दिन सबैजनालाई। के छ सबैजना सन्चै आराम हुनुहुन्छ? हामी चाहिँ आज एकदमै रमाइलो ठाउँ र रमाइलो ठाउँको यात्रा गर्दैछौँ हाम्रो परिवार चाहिँ सबैजना। र मौसम पनि एकदमै राम्रो छ, मौसमले पनि एकदमै साथ दिएको छ आज है। एकदमै राम्रो छ, एकदमै पिसफुल ठाउँहरू छ, हेर्न सक्नुहुन्छ। ओ माई गुडनेस, ल हेर्नु त सिन। नेपाल आफैमा एउटा स्वर्ग भनेर चिनिन्छ नि, हो प्राकृतिक स्रोतको एकदमै धनी देश भनेर पनि चिनिन्छ नेपाललाई। हेर्दा पनि एकदमै सुन्दर, एकदमै रमाइलो, एकदमै रमणीय र एकदमै राम्रो छ है, हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि। जुन ठाउँमा हामी जाँदैछौँ त्यो ठाउँ चाहिँ बब्बालै ठाउँ, सबैजना गइरहनु भएको छ र सबैलाई थाहा पनि छ होला। हामी चाहिँ लगभग अब पुग्न लागिसक्यो है, पुग्ने बेला भइसक्यो। हामी चाहिँ माथि जाँदैछौँ र यो चाहिँ अलिकति बाटो चाहिँ अलिकति अफरोड भनिन्छ, तर अहिले चाहिँ एकदमै राम्रो छ। ग्राभल गरेर सोलिङ गरेर चाहिँ एकदमै राम्रो भइरहेछ अहिलेको बाटोहरू चाहिँ, धेरै नै राम्रो छ। त्यस्तो नराम्रो भनेको कुनै पनि ठाउँ छैन, केही पनि छैन है। ल फाइनली गाइज हामी चाहिँ कहाँ पुग्यो त? नेपालको स्विजरल्यान्ड भनेर चिनिने ठाउँ चाहिँ कालिन्चोक। ल हेर्नुहोस्, फाइनली हामी चाहिँ कालिन्चोकमा इन्ट्री भयौँ। ल हेर्नुहोस्, यति राम्रो घरहरू छ, यति राम्रो छ है, हेर्नु त। ओ माई गुडनेस है, यो देख्दाखेरि चाहिँ म स्वर्गमा आए जस्तो अनुभव हुन्छ है। हाम्रो चाहिँ एकदमै नजिकै है, नजिकैको ठाउँ हो यो चाहिँ। लगभग काठमाडौँबाट पनि तपाईँको 3.5-4 घन्टामा यो मजाले पुगिन्छ, हेर्न सक्नुहुन्छ। ल हामी चाहिँ अब केबल कार चढ्यौँ है, केबल कार मजाले चढिरहेछौँ। ल हेर्न सक्नुहुन्छ, श्याम दाई, मम्मी, त्यसपछि आयास अनि रोशनी छोरी। ल सबैजना हेलो अरे, सबैजना इन्जोय गरिरहेछन् सबैजना। आयास चाहिँ अलिक डरा जस्तो घ्याटा गर्छ नि त, अलिक डरा जस्तो फिल गरिरहेछ। श्याम दाईलाई एकदम चिसो भएर ज्याकेट लाएर मुसुक्क हाँस्दै हुनुहुन्छ, रूपा दिदी हुनुहुन्छ, जम्न दिदी हेलो हेलो गर्दै हुनुहुन्छ। ल सबैजना हामी चाहिँ मजाले केबल कार चढेर हामी माथि सरर जाँदैछौँ है, हेर्न सक्नुहुन्छ। ल एकदमै बाबु चाहिँ अलिकति डरा जस्तो भएर फिल गरिरहेछ। ल हेलो गरिरहेछु मैले चाहिँ। ल ओके, ल सबैजनालाई। ल फाइनली हामी चाहिँ माथि केबल कारबाट झऱ्यौँ साथीहरू। ल केबल कारबाट झरिसकेपछि तल हेर्नुहोस् त, यति राम्रो भ्यू चाहिँ देखिरहेको छ। ल सर्लक्क हेर्नुहोस् त, यति राम्रो छ, यति राम्रो छ, रमाइलो ठाउँ है छ। श्याम दाई चाहिँ पुरा यता र यता उता हेर्नुहुन्छ। ल हामी चाहिँ अब टक्क अब हामी मन्दिर जाने बाटो। गाइजहरू आज पुरा कालिम्चोक आउनुहुन्छ तराईको साथीहरू। दिदी फिलिङ कस्तो भइरहेछ? के छ मम्मी खबर? अनि गाला त रातो रातो भइसकेछ त। श्याम दाई कस्तो भइरहेछ त? हो घुमाए जस्तो भयो कि रिङ्गा। ल गाइस, यो ठाउँमा त जो कोही पनि होइन, हो माई गुडनेस, स्वर्ग नै आ जस्तो हुन्छ। ल 3 स्टार दिदी बहिनी चाहिँ पुरा सबैजनाले सेम रेस लाउनु भएको छ। श्याम दाई चाहिँ हाला गरी पछि हिँड्नु भएको छ सेक्युरिटी गार्ड भएर। ल हेर्न सक्नुहुन्छ, यति राम्रो ठाउँ छ। ल अहिले त एकदम सोलिङ लाएर पनि एकदम रमाइलो भएको छ साथीहरू है। अनि हेली पनि आएर छ त्यो दिन चाहिँ है, अनि हेलीमा चाहिँ कोही आएर होला सायद। हाम्रो पार्टीहरू पुरा रनिङ गरिरहनु भएको छ। हेलो गाइज, हाई, कम फास्ट एभ्रीवान। 3 सिस्टर आउनु भएको छ यहाँ, पुच्छारे हेर्न पछाडि हिँडेको। कस्तो फिल भएछ मेरी मायालाई? तिम्रो लागि भने मैले हेली ल्याइदिएको, तिमी नचने भन्छौ, ठिकै छ। ल जाऊ हेली अब। ल अब चाहिँ मन्दिर सन्दिर दर्शन गरेर चाहिँ सबैजना दिदीबहिनीहरू सबैजना फोटो खिच्नलाई एकदमै सबैजना रेडी भएर है दर्शन गर्न। ल हेर्नु सबैजनाले आफ्नो घरबाट र आफ्नो ठाउँबाट सबैले दर्शन गर्नु होला है। कालिम्चोक भनेको चाहिँ एउटा यस्तो भगवान् हुनुहुन्छ, कालिम्चोक माई हुनुहुन्छ है। उहाँले चाहिँ जस्तो सुकै परिस्थितिमा तपाईँले जे माग्नुभयो मनैबाट हुन्छ नि, तपाईँहरूको चाहिँ पुरा हुन्छ। ल भ्यू पनि हेर्नुहोस् न, यति बबाल छ। श्याम दाई त खुट्टा चिसो भयो। ल जाउँ भनिरहेछ है, यति चिसो छ नि ठाउँ पनि, धेरै नै चिसो छ क्या। तपाईँहरूले सोचेको भन्दा पनि बढी चिसो हुन्छ है तराईहरूतिर अनि बुटोलतिर यताउता बस्ने मान्छेहरूलाई चाहिँ अलिकति चिसै हुन्छ, गाह्रो नै हुन्छ, किनकि एकदम चिसो एरिया हुन्छ नि त। एकैचोटि छ्वात्त जाँदाखेरि चाहिँ चिसो नै हुन्छ। अनि यहाँ चाहिँ ठ्याक्क हामी पुग्दाखेरि चाहिँ 12 बजेको चाहिँ तपाईँको पूजा गर्ने बेला भएको छ क्या। दिउँसो 12 बजे पनि पूजा गर्छ नि त, हो त्यसैले चाहिँ एकदमै पूजा, मान्छे पनि त्यति भिड थिएन है। हामी जाँदाखेरि चाहिँ थोरै थिए। ल सासु बुहारी पनि गफ गर्दै के गर्दै होइन बस्नु भएको छ सबैजना। ल हेर्नु पूजा गर्न सक्नुहुन्छ। र 12 बजेको पूजा चाहिँ एकदम है, त्यहाँ चाहिँ आधी घन्टा पूजा हुन्छ, आरती हुन्छ क्या, आधी घन्टा दिउँसोको। अनि यहाँ पुलिस साथीहरू पनि पुरा शङ्ख बजाउँदै हुनुहुन्छ। अनि दिदीहरू सबैजना प्रेयर चाहिँ आफ्नो पारामा सेल्फी खिच्दै फोटो खिच्दै सबैजना बस्नु भएको छ।
मैले चाहिँ यसो भिडियो गरेर बसिरहेको छु है। अनि यो चाहिँ र मैले चाहिँ फर्स्ट टाइम है कालिम्पोङ त धेरैचोटि गएँ, तर फर्स्ट टाइम हो यहाँको 12 बजी दिउँसोको चाहिँ मजाले पूजा गर्न र पूजा देख्न पाएको चाहिँ। पुजारीहरूले चाहिँ मजाले पूजा गर्नुभएको छ। अनि यहाँ हेर्नु त 3 ड्रेस सेम ड्रेस छ र तिनैजना एकदम फोटो खिच्न पनि आतुर भएर सबैजना हेर्नुहुन्छ। ल हेर्न सक्नुहुन्छ एकदम चिसो छ। श्याम दाइ र मम्मी चाहिँ ल के भनेर त्यहाँ कुरा गर्दै हाँस्नु भएको छ। चिसो चाहिँ एकदम चिसो छ क्या। यहाँबाट हिउँ के अरे समथिङ तपाईँको हिमाल पनि एकदमै नजिक देख्थ्यो क्या, एकदमै नजिक देख्छ। तर आज चाहिँ ब्याड लक क्या हाम्रो चाहिँ, पुरा कुहिरो लागेर चिसो फिल भएको छ। हेर्नु त ल यहाँ बाजे चाहिँ पुजारी बाजे पूजा गर्दै हुनुहुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ उहाँहरू चाहिँ यहाँको पुजारीहरू हुनुहुन्छ है। बिहान दिउँसो बेलुका 2-3 टाइम उहाँले पूजा गर्नुहुन्छ र यहाँ मन्दिरको सुरक्षा गर्ने चाहिँ उहाँहरू हुनुहुन्छ। ल स्पेसल है, सबैजनाले आफ्नो ठाउँबाट दर्शन गर्नु होला। आउने साथीहरूलाई चाहिँ थाहा छ, नआउने साथीहरूले चाहिँ सबैजनाले आफ्नो ठाउँबाट जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा बसेर सबैजनाले दर्शन गर्नु होला। ल साथीहरू, अब हामी चाहिँ मजाले दर्शन गऱ्यौँ। अब हामी फर्किने चाहिँ प्लानमा छौँ, फर्किने प्रोसेसमा छौँ। अब चाहिँ धेरै पनि बस्नु हुँदैन। ल मम्मी सासूबारी पुरा नमस्ते गरिरहेछन्, के माग्नु भयो पछि सोध्नु पर्ला। ल दिदी त्यहाँ बस्नु भएको छ है, रोशनी छोरी त्यहाँ छिन्। हाम्रो रूपा दिदी चाहिँ एकदमै फोटोको क्रेजी हो क्या। जहाँ गए पनि दिन कम्तीमा पनि 50वटा फोटोभन्दा कम छैन होला फोटो उहाँको चाहिँ। र पूजा पनि लगभग अब 80 दिन लागिसक्यो है, लास्ट पूजा गर्दै हुनुहुन्छ। ल सबैजनालाई भिडियो वाच गरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई है। ल तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यही ठाउँबाट दर्शन गर्नु होला। र सबैजनाले यो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गर्नु होला। ओके बाई बाई, सी यू। फेरि पनि अर्को भिडियोमा भेटौँ होला सबैजनालाई। बाई बाई है त।